च्याम्रा देवी, जुन देवीको नाममा चाहिँ हाम्रो च्याम्रा देवी माध्यमिक विद्यालयको पनि नामाकरण भएको छ। त्यो नाम रहेको देवीको मन्दिरमा हामी यति बेला घुम्दै छौँ। अब यहाँ हाम्रो यति बेला चाहिँ मुक्राब देवी माविका चाहिँ सरहरू हुनुहुन्छ, तीर्थ सर, त्यसपछि प्रदीप सर। सरहरू कस्तो लागिरहेको छ यहाँ घुम्दाखेरि? च्याम्रा देवीको दर्शन गर्न पाउँदाखेरि असाध्यै खुसी महसुस भइरहेको छ र यो अहिलेसम्म विद्यालयको नाम त सुनिरहेको, तर यो च्याम्रा देवी कहिले रहन गयो भन्ने कुरामा चाहिँ अन्यलता रहेको थियो र आज यहाँ आइसकेपछि यहीँको देवीको नामबाट चाहिँ राखिएको भन्ने कुरा चाहिँ जुन थाहा पाउँदाखेरि असाध्यै खुसी लागेको छ। जस्तो यहाँसम्म आइयो नि सर, यहाँ आइँदाखेरि भौतिक पूर्वाधारहरू जुन बाटो यातायात होइन, यहाँनिर चाहिँ यो यहाँका चाहिँ स्थानीय सरकारहरूले के कुरामा अलिकति यसो सुधार गर्यो भने यो ठाउँ अझ पर्यटकीय रूपले चाहिँ एउटा उचित गन्तव्य बन्न सक्ला जस्तो लाग्छ। यसो हामी आउँदै गर्दाखेरि हामी फेन्चेट गुम्बा हुँदै जुन हामी घले दरबार पनि पुग्यौँ र घले दरबार हुँदै हामी यहाँ च्याम्रा देवीको मन्दिरसम्म हामी आइपुगेका छौँ र यहाँ आउँदै गर्दाखेरि चाहिँ जुन यहाँको यो प्राकृतिक सौन्दर्यता, यी सबै कुराहरू हेर्दाखेरि चाहिँ एकदम मानव मनलाई लोभ्याउने किसिमका चाहिँ प्राकृतिक यो सौन्दर्यता, जसलाई अझ यसमा सुनमा सुगन्ध थप्नको लागि यहाँका बाटाघाटादेखि लिएर यहाँ अन्य खालका चाहिँ व्यवस्थापन गर्न सकिएको अवस्थामा चाहिँ अझ राम्रो हुने थियो भन्ने लाग्छ। र स्थानीय सरकारले पनि अब यहाँसम्म पर्यटकीय रूपमा चाहिँ यसको प्रवर्धन गर्नको, यसको विकास गर्नको लागि चाहिँ पर्यटकहरू भित्र्याउनको लागि होइन, यहाँका बाटाघाटाहरू अझ यसलाई झन् राम्रो तरिकाले अझ सुधार गरेर चाहिँ लान सकेको खण्डमा अझ राम्रो चाहिँ हुने। धन्यवाद सरलाई। प्रदीप सर, हजुरलाई कस्तो लागिरहेको छ आजको यात्रा? यात्रा एकदम रमाइलो हो। मलाई चाहिँ यसरी चाहिँ देवी देवताको स्थलमा आउँदै गर्दा जहिले पनि के लाग्छ भन्दा भगवान् देवी देवताहरू वासस्थान जहिले पनि सहज स्थानमा कहिले पनि नहुने, जहिले पनि एकदम माथिपन्थी शिर एकदमै टुप्पामा मात्रै हुने। आज चाहिँ हाम्रो देवी नामाकरण भएको, स्कुलको नामाकरण भएको यस देवीको शरणमा आइपुग्दा गर्दा मलाई पनि त्यो अनुभव भयो। लाली गुलियास वनको माथि टुप्पा डाँडामा आनन्दले शान्तसँग बस्नुभएको च्याम्रा देवी माताको दर्शन गर्न पाएँ। एकदम हर्षित छु, खुसी छु। अन्त्यमा भन्न चाहन्छु च्याम्रा देवी माताकी जय होस्। हामीसँग चाहिँ सर, हजुरको पनि एउटा लापा माविका चाहिँ सर, हाम्रो शशि सर पनि हुनुहुन्छ। सर, कस्तो लाग्यो आजको यात्रा हजुरले? आजको यात्रा धेरै नै राम्रो लाग्यो, किनभने हामी च्याम्रा देवी माध्यमिक विद्यालयसम्म चाहिँ आइपुगेका थियौँ। तर वास्तवमा चाहिँ च्याम्रा देवी माध्यमिक विद्यालयको चाहिँ नामाकरण चाहिँ गरियो, तर चाहिँ च्याम्रा देवी कस्तो होला, च्याम्रा देवीको मन्दिर कहाँ छन् भन्ने कुरा चाहिँ हामीलाई थाहा थिएन। तर आज यात्राकै क्रममा चाहिँ हामीले अलि बाटोघाटो सुविधा नभए तापनि अलि राम्रै यो गन्तव्य हामी पुग्यौँ र हामीलाई धेरै नै खुसी लाग्यो। र अझै चाहिँ यहाँको स्थानीय सरकारले यो बाटोघाटो अलि राम्रो चाहिँ सुविधा गरिदियो भने धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। र आगामी दिनहरूमा पनि योभन्दा पनि राम्रो खालको चाहिँ गुम्बा बनोस् होइन, अनि त्यो गरी चाहिँ धेरै यहाँको चाहिँ जनसमुदायहरूले बेला बेलामा चाहिँ यो मन्दिरलाई चाहिँ राम्रोसँग चाहिँ संरक्षण गरोस् भन्ने उद्देश्यले म उहाँहरूलाई पनि आग्रह गर्न चाहन्छु। हस्, धन्यवाद सरलाई आफ्नो प्रतिक्रियाको लागि।